समुद्री साइडतिर। मेरो दुश्मनहरू हेरिराखोस् म्या सालेहरू, तिमीहरू जस्ता तोरीले मलाई केही फरक पर्दैन। ओ समुद्री साइड। हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ सबैहरूको हालखबर? आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आफ्टर 6 मन्थ होइन, धेरै पछि चाहिँ मैले भिडियो बनाइरहेको छु। आज चाहिँ एकछिन हामी यसो बाहिरतिर जाने भनेको, किनकि बिकज धेरै पछि भयो, केही न केही अपडेट गरौँ न भन्ने टाइपको भएको थियो होइन। वेल नाउ इट्स ओके एभ्रिथिङ। सो त्यही हो, के छ तपाईँहरू होइन। आफ्टर धेरै पछि अब धेरैजनाले माया मारिसक्यो, के हो भिडियो आउँदैन भन्ने टाइपको कुरा गरिरहेको थिएँ। सो म माया गर्ने साथीहरूको लागि भयो भने अलिकति साइप्रसतिरको यसो भिडियो हालिदिउँ न भनेको होइन। सो अब ठिकै हुन्छ, हेरौँ आज होइन। हामीले अलिकति चिसो यताउता लगेर चाहिँ अलिकति हिँडिसक्यो होइन। सो दिस इज माई फ्रेन्ड। ओ हेलो माई फ्रेन्ड, दिस इज माई फ्रेन्ड फ्रम श्रीलङ्का होइन। अब योसँग नै हो म जाने भनेको। एनिथिङ चाहिँ त्यही हो, हामी चाहिँ लगभग यसो वाकिङ हान्दै हान्दै होइन। आज अलिकति अगाडि जाने भनेको होइन। अब कहाँ हुन्छ खै थाहा छैन। सो त्यही पनि जानुपर्छ कहिलेकाहीँ, तर म गइरहेको हुन्छु। 2-3 दिन छुट्टी नै थियो। अब त्यही हो, घरमा बस्दा बस्दा बोर्ड नै पुग्यो। सो त्यहीबाट होइन के बोल्नु, धेरै पछि भिडियो बनाउनु लागेर होला, कस्तो कस्तो बोल्न नै आएन हो के भयो। हावा चलिरहेको छ, चिसो पनि छ। आवाज सुनिराख्नु भयो होला, हावा चलेको होइन। हेर्न सकिन्छ साइप्रसको सी साइड। अब हामी त्यहाँतिर जान्छौँ एकछिन, हेरौँ कस्तो हुन्छ। यो मुलाले सी साइड जाने भनेको कहाँ लाग्नु थाले टाढो पो हुने भयो त भनेको। खै कहाँ लाउने जानुपर्छ जहाँ भन्ने। हो यार, on the way beach road. यता हेर्न सकिन्छ साइप्रसको ठाउँ। ल यतै हो होइन, अलिकति फाइनली हामी चाहिँ यता कता पुग्यो होइन। यतापट्टि आयो, अलिकति रमाइलो पारामा बस्यो होइन। दामी सी साइडको अपोजिटमै हो, किनकि यतापट्टि आउँदा एकदमै दामी फिल भयो। अलिकति यतापट्टि हेर्दा पनि दामी सिन रहेछ। अलिकति यो गाउँ जस्तो हो होइन, तर एकदम दामी क्या, रमाइलो लाग्यो। यता बस्नुको आनन्दै थियो। रुममा पनि शुद्ध दिक्क लागिरहेको हुन्थ्यो, अनि त्यही भएर त्यो ठिकै छ। आयो बस्यो होइन, यता चिप्स खाइयो, अनि अलिकति ड्रिङ्क्स चिसोहरू खाइयो, मजाले रमाइलो गऱ्यो। अब एकछिन पछि टक्क जानुपर्छ रुममा, अनि एकछिन साथीसँग पनि गफ गऱ्यो। त्यही हो, लाइफ हुन्छ होइन, इन्जोय गर्नुपर्छ। म त फेरि यस्तो कुरा कहिले पनि मिस गर्दिनँ। सो तपाईँहरू पनि आउनुहुन्छ भने साइप्रसमा आउँदाखेरि बुझेर आओस्, राम्रोसँग आउने होइन। मैले भिडियो बनाउँछु सोचिरहेको थिएँ, आई थिङ्क अब मेरो टाइम टेबल त्यस्तै भइरहेको थियो। सो गर्न पाएन, अब आउँछ, बबाले आउँछ, बिस्तारै आउँछ। अलिकति टाइम म्यानेज भएको छैन, कतिपय कुराहरू चाहेर पनि। सो धेरै कुरा बुझ्नुपर्ने हुन्छ होइन। सबै अब गरेर आएको हुन्छ, यताउता पैसा सेभिङ गर्नुपर्छ, यताउता एभ्रिथिङ इज ब्ला 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 होइन। सो त्यही हो, अब गर्नुपर्छ बिस्तारै। म पनि गर्छु आई थिङ्क। अब हेरौँ के कस्तो हुन्छ। सो लेट्स रक। टाइम स्पेन्ड गऱ्यो होइन, अब चाहिँ यसो लाग्नु पऱ्यो, अलिकति यसो फ्रेस। ए मलाई के सिकेछ, के बोल्छ कैसे हो भाई? कैसे हो भाई? ठीक हो भाई? खाना खाया भाई? खाना खाया नहीं खाया भाई? अब जाके क्या खाएगा? कुछ भी नहीं यो होइन। अब हामी चाहिँ यसो यतातिर अलिक चिसो भयो क्या, अहिले हावाहुरी चलिरहेको छ नि त। हिजो त झन् पानी डेन्जर परेको थियो, हिजो एकदमै पोल्युसन थियो क्या यहाँ। हिजो अलिकति पानी पर्दा चाहिँ जोस एकदम बवाल मौसम चाहिँ भयो, तर हावा चलिरहेको छ, एकदम चिसो छ क्या। फेरि यस्तो क्लाइमेट चेन्ज भएर भर्खर अस्ति निको भएको छ।
फेरि बिरामी भयो भने गाह्रो हुन्छ। सो अब चाहिँ हामी रुम जानु लाग्यो। रुम गएर त्यही हो, त्यही बनाएर खानुपर्छ। सो त्यही हो, भिडियो हेर्नुहोस्, साथ सपोर्ट दिनुहोस्। भिडियो आउँछ पछि, अलिअलि बेस्ट फ्रेन्डहरू आउँदैछ। सो त्यही हो साइड। यता कता जाँदा चाहिँ अब बनाउनु पर्छ, बिकज यहाँको बारेमा कतिपयहरूले सोधि पनि रहेको हुन्छ कि साइप्रसको बारेमा कस्तो छ के छ भन्ने कुरा होइन। सो त्यो पनि हो, लाइक अब हेरौँ के कस्तो हुन्छ। म अपडेट दिएर जान्छु। आज मौसम पनि एकदम चिल छ। अनि धेरै पछि भएर होला मलाई त कस्तो अनकम्फर्टेबल लागिरहेको छ होइन। भिडियो बनाउँदा बाटोमा मान्छे देख्दा पनि लाज पो लागिरहेको छ। ल गाह्रो छ गाइज, ट्रक हान्नुपर्छ है योपालि। अब भिडियोमा जे होस् मलाई त्यो पैसा कमाउनु पर्छ त्यो इन्टेन्सन चाहिँ हुँदैन। एउटा लाइक मेमोरी क्रिएट हुन्छ। मलाई कतिपय चिन्ने साथीहरूले पनि, इभन कि धेरैजनाले युट्युबमा नहेरोस्, मलाई त्योमा केही छैन। तर जे होस् मलाई एकदम चिन्ने माया गर्ने साथीहरूले चाहिँ के हो साइप्रस गएदेखि भ्लग आउँदैन यहाँ हो भनिरहेको हुन्छ होइन। सो त्यो साथीहरूको लागि भए पनि स्पेसली हो, अदरवाइज अब अरू साथीहरू त सधैँ छ नि होइन। सो एकदम चिल छ, लाइक अब राम्रो छ भनौँ, नट ब्याड। सकिन्छ साइप्रस हामी बसेको ठाउँतिर होइन, टक्क चिल पारामा दामी छ, नट ब्याड होइन। यहाँ आउन अब एकदम अब अर्को महिनाबाट चाहिँ सिजन सुरु हुन्छ सायद। आई थिङ्क अब सिजनमा पनि म भिडियो बनाउनु पाउँदिनँ होला सायद, इभन कि यति बिजी हुन्छ अरे कि लाइक अब विकली छुट्टी पनि नपाउने, लाइक एक्स्ट्रा काम हुन्छ। ठिक छ, नट ब्याड। झन् एक्स्ट्रा पैसा आउँछ। हामी परदेशमा आउने भनेको नै 2 पैसा कमाउनको लागि हो होइन। पैसा चाहिन्छ नै, पैसाको लागि नै यति दुःख गर्ने हो, नत्र यस्तो परदेशमा आउनुपर्ने खासै आवश्यकता नि थिएन। नेपालमा पनि राम्रै जब खान बस्न लाउन त्यस्तो केही कमी थिएन। सो हेर्दै जाऊँ, तपाईँहरूलाई अपडेट गराउँदै जान्छु म। त्यही हो होइन, बाटोमा आइरहेको साउन्ड लाउडिङ पुरा भइरहेको छ। सो ठिकै छ, नट ब्याड। त्यही हो, अब चाहिँ जानु पर्छ हामी तलतिर पुगिसक्यो होइन। सो आज मौसम पनि दामी छ, तर क्लाइमेट हावा चलिरहेको छ। चिसो त चिसो छैन अहिले, बिचमा चाहिँ धेरै चिसो छ। सो अहिले चाहिँ कम्ती छ भनौँ न। त्यही हो अब बट म नजाने, अब यहाँबाट तलतिर जान्छु। अनि के भनिरहेको चाहिँ भने अब त्यही हो, अब साथीहरू नि अब सबै जाम भन्ने टाइपको भयो भने अलिकति यताउता घुम्न पनि इन्ट्रेस्टिङ लाग्छ क्या होइन। अब कसैको मुड हुन्छ, कसैको मुड हुँदैन। इभन मेरै पनि कहिलेकाहीँ मेरो मुड होला नहोला, अब साथीले जाम भन्ने त्यो हुन्छ नि त। त्योभन्दा सेल्फ बी कन्फिडेन्ट क्या, एक्लै भए पनि जानुपर्छ, रमाउनुपर्छ लाइफमा भन्ने चाहिँ मेन्टालिटी हुनुपर्छ क्या। साथी सङ्गी खोजेर कहिले पनि लाइक अगाडि बढिँदैन क्या, एक्लै भए पनि अलिकति हुनुपर्छ। सो गाइज बी केयरफुल। धेरै साथी भनेर पनि पछि लाग्ने होइन, आफ्नो कन्फिडेन्स चाहिँ बढाउनु पर्छ। लाइक म एक्लै पनि गर्न सक्छु, आई क्यान डु इट, यस अफकोर्स वाइ नट। सकिन्छ, यही हो हाम्रो ड्युटी जाने बाटो जहिलेको होइन। दामी, यहीँदेखि आउने हो जाने हो, म्याक्सिमम् आधी घन्टा जति लाग्छ। तर पनि अब गाडीमा चढ भनेर पनि कम्पनीले दिएको छ होइन, पैसा दिन्छ। तर हामी चाहिँ अलिकति अब फिजिकली पनि मेन्टेन हुन्छ होइन। सो आधी घन्टा डेलीको आउनु जान प्रब्लम भएन नि त। सो हामी हिँडेर जान्छ। सो त्यस्तै हो होइन। अब के भनौँ त, आज साइप्रसमा फर्स्ट भ्लग बनाउँदा मलाई अनकम्फर्टेबल फिल भइरहेको छ, बिकज धेरै भयो बानी नभएको। नेपालमा लास्ट टाइम आई थिङ्क एउटा दाइको पार्टी हुँदाखेरि के हो आई थिङ्क त्यस्तैमा बनाएको थिएँ। त्यो पछि भनेको एराउन्ड 6 मन्थ क्रस भयो, आजै होला भ्लग बनाएको। सो केही छैन, तपाईँहरू साथीहरूले माया गरिदिनुहुन्छ भन्ने आशा छ, त्यहीमै म खुसी छु। सो बाँकी कुराहरू अपडेट गराउँछु सायद। आई थिङ्क म अहिले सी साइडसम्म पनि जान्छु, पैसा हाल्छु फर्स्ट, फर्स्ट हालेर पैसा हालेर फेरि सी साइडतिर घुम्छु। धन्नै फोन खसिनु थियो यहाँ। ल फाइनली चाहिँ म पैसा हाल्ने ठाउँमा पनि पुगिसकेँ। यहाँबाट तल काटा वापस घुम्ने छ, त्यहाँतिर सी साइड छ, बिच होइन। सो म त्यहाँ जान्छु, अलिकति फोटोसोटो भिडियोहरू सेल्फ बनाउँछु होइन, अलिकति रमाइलो गर्छु, त्यसपछि आउँछु। सो हेरौँ, तपाईँहरूलाई पनि देखाउँछु सी साइड कस्तो छ के छ भनेर होइन।
हेर्नु होला, रमाइलो इन्जोय लिनुहोस् भिडियोमा मार्फत भए पनि। ल फाइनली पैसा पनि हाल्यो, महिनामा 1 लाख घर पठाउन पायो भने पनि इनफै हो। इभन कि खुसी लाग्छ आफूलाई अलिकति राखेर आफ्नो सेभिङ्स गरेर पनि महिनामा घरमा 1 लाख पठाइ इनफ हो। इजी हो लाइफ होइन, केही छैन। मलाई त्यस्तो केही लाग्दैन, घर फ्यामिलीकै लाग्यो भनेर आएको। घर फ्यामिलीकै खुसी नै आफ्नो खुसी हो। सो म चाहिँ जान्छु अब सी साइडतिर, लाइक अलिकति लाग्छ होला 20 मिनट समथिङ एराउन्ड भनौँ न मलाई। सो हेर्दै जाऊँ, तपाईँहरूलाई हेर्न सकिन्छ साइप्रसतिरको भ्यू। यसमा आएपछि लाइक अब सबैलाई कमाउने इन्टेन्सन नै हुन्छ होइन। नेपालबाट आउँदा चाहिँ के मेन्टालिटी गर्नु भने होइन, साइप्रस प्रोसेस जुनैसुकै कन्ट्रीमा पनि आउने हो भने अलिकति अब पैसा छ नहुने होइन पैसा, तर त्यत्तिकै खट्न पनि सक्नु पऱ्यो क्या। लाइक अब हुन्छ नि त नेपालमा, लाइक अब एउटा नर्मल रेस्टुरेन्टमा पनि कतिजना स्टाफ हुन्छ होइन, टन्नै हुन्छ कि। यहाँ के हुन्छ भने लाइक अब एउटा रेस्टुरेन्टमा तपाईँको 4 जनाको काम हुन्छ, 5 जनाको काम हुन्छ भने इभन कि 2 जनाले त्यो काम गर्नुपर्ने हुन्छ क्या। लाइक त्यो चाहिँ मेन्टालिटी बनाउनुपर्छ। हार्ड स्ट्रगल गर्न जाने हो, दुःख हुन्छ। मैले है मेन्टली एउटा फिजिकली चाहिँ स्ट्रङ बनेर आउनुपर्छ। बाँकी कुरा भनेको केही गाह्रो हुँदैन। अब स्टार्टिङ फेज जसको पनि गाह्रो नै हुन्छ। हामी पनि अब यत्रो 8-10 वर्ष नै भयो रेस्टुरेन्ट लाइनमा काम गरेको। इभन कि फर्स्ट टाइम त टु मच हार्ड स्ट्रगल, लाइक कति गाह्रो हुन्छ। अब आई नो जसले भोग्छ फेस गर्छ उसलाई नै थाहा हुन्छ। अब त्यही माथि अब हरेक ठाउँमा त्यही हो, स्टाफहरू नि राम्रो हुँदैन होइन, चम्चे हुन्छ। तर आफ्नो कामलाई चाहिँ बेस्ट दिनुपर्छ आफूले सके जति। बाँकी चम्चाको बाउ भए पनि केही बाल गर्न सक्दैन। त्यही हो, मेहनत गर्न सिक्नुपर्छ। आउँदा हुन्छ, ट्राई गर। आफ्नो बे भन्नुपर्ने कुरा त्यस्तै नै हो। अब जे होस् आफ्नो ट्राई चाहिँ गर, जहाँ पनि गरे पनि। मेन्टालिटी यस्तो बनाऊ, परदेश दुःख हुन्छ, गाह्रो हुन्छ। सो त्यही अनुसार नै भोगाइ गराइ हुन्छ। बाँकी अब गाह्रो भन्ने कुरा त त्यस्तै हो, त्यत्तिकै 1-1.5 लाख रुपियाँ दिँदैन होइन। 1.5 लाख रुपियाँ दिनु भनेको इभन कि दह्रो कामको पेलाइ नै हुन्छ होइन। सो अब त्यही हो, अब आफ्नो पकेट सकेट खर्च गरेर आफ्नो सेभिङ गरेर इभन कि फ्यामिलीलाई 1 लाख रुपियाँ पर महिना पठाउन सकिन्छ। त्यही हो, स्ट्रगल चाहिँ बबाल हान्नुपर्छ। गाह्रो हुन्छ, मेन्टली टर्चर यताकता कतिसम्म हुन्छ त्यो चाहिँ भोग्नै पर्ने हुन्छ। लाइक तर के हुन्छ भने सुरु फेसमा लाइक अब अलिकति हुन्छ नि त, अब कामको प्रेसर ह्यान्डल गर्न सकोस् भनेर पनि त्यतिसम्म चाहिँ गराउँछ यिनीहरूले। लाइक अब हार मान्न भएन, नेभर गिभ अप हो। सो त्यही नै हो, बाँकी कुरा भन्ने छँदैछ। त्यो दामी बारेमा त्यही हो, यस्तै हो। बाटोमा हिँड्यो गयो आयो सानो पसलहरूमा होइन। अब अगाडि कफी चाहिँ खानुपर्छ भनेको, अब त्यो आफ्नै कम्पनीको उसमा जानुपर्छ होला। आई थिङ्क समुद्र साइडमा छ अरे। अनि चाहिँ होइन, जाँगर चल्यो भने म फेरि इभन कि जेसुकै होस् क्या काम, म ड्युटीबाट आएर पनि म 5 मिनट पनि बस्दैन क्या। फेरि म खाना बनाइहाल्छु क्या। लाइक मेरो फेरि जाँगर चल्यो भने मैले भन्न खोजेको के मतलब कि मलाई जाँगर चल्यो भने मलाई कोही साथी चाहिँदैन क्या। लाइक म एक्लै पनि हिँडिदिन्छु क्या, एक्लै डुल्दिन्छु, यता कता रमाइलो गर्छु होइन। त्यही आफू खुसी हुन सक्ने हो क्या होइन। कोही साथीभाइ तिमीलाई इभन कि तिम्रो गर्लफ्रेन्ड सलफ्रेन्ड खुसी त्यसलाई भन्ने हुँदैन क्या। अहिलेको जमानामा सेल्फिस हुन् क्या सब दुनियाँ भनेको। मान्छे तिमीसँग के जे कुरामा पनि कुनै कुराले पनि पछि लाग्छ क्या। लाइक इभन तिमीसँग पैसा छ, केही छ, केही खानु पऱ्यो केही पऱ्यो भने इभन तिमीसँग कनेक्टिङ हुने क्या। सबै मतलब हो क्या यो दुनियाँमा। सो त्यही भएर त्यही हो, मेरो भन्नु खोजेको के हो भने आफू एक्लै रमाउनु पनि सिक्नुपर्छ लाइफ होइन। त्यो नै हो मेरो मान्यता चाहिँ। बाँकी अब आफ्नो सोच हुन्छ, आफ्नो हुन्छ होइन। इभन म कसैको सोचलाई नराम्रो पनि भन्दिनँ, म आफ्नो सोचलाई नराम्रो पनि भन्दिनँ। आफूले जे लाग्छ लाइक त्यो गर्ने हो, राम्रो कामलाई चाहिँ फोकस गर्ने हो, बस द्याट्स इट। बाँकी कुरा भनेको छँदैछ। सो अब चाहिँ म नजिकै पुग्न थालिसकेँ समुद्र। यस्तै हो, पापोस सिटी हो होइन म बस्ने ठाउँ चाहिँ। अब निमा सोनीको सेतिर त अलिकति उ छ, जोस् यो अलिक काठमाडौँ टाइपकै छ, त्यस्तै छ भनौँ न। पनि लाग्दैन, विश्वास पनि लाग्दैन। सो इभन जे छु म छु, मेरो लाइफ हो, मैले के गर्नुपर्छ के गर्नु पर्दैन होइन। लाइक मैले चाहिँ त्योतिर फोकस गर्छु। बाँकी कुरा भनेको छँदैछ। मेरो घर फ्यामिलीले बुझ्छ, माया गर्छ होइन, त्यति भयो पुग्छ क्या। अरू भनेको स्वार्थी हो क्या, एउटा पार्ट अफ द लाइफ हो।
इभन कि म अब कुनै ठाउँमा नेपालमै थिएँ, त्यसपछि कुवेतमै गएँ। कुवेतमा पनि भेटियो, साथीहरू कलेक्सन गरियो, राम्रो नराम्रो भन्ने होइन। अब इभन म यहाँ साइप्रस आएको छु, भोलि कुनै अर्को देश पनि जान्छु। लाइक यहाँको साथी यहीँ हो, त्यहाँको त्यहीँ हो क्या। यदि राम्रो बुझ्ने साथी छ भने लङ लास्टिङ पनि एज अ तिमीसँग सपोर्ट हुन्छ। यदि त्यस्तै साथी हो भने इभन कि यहीँसम्म हो, द्याट्स इट, सक्यो। बाँकी केही होइन क्या, कोही कसैको लागि लङ लास्टिङ यहाँ सपोर्ट भन्ने हुँदैन। गर्ने मान्छेले गर्छ, नत्र गर्दैन। अब फाइनली म चाहिँ यता समुद्री साइडतिर आइसकेँ। अब एकछिनमा तपाईँहरूलाई भ्यू देखाउँछ, दामी होइन। यतातिर चाहिँ नाइटतिर रेस्टुरेन्टहरू चल्छ, चाहिँ क्लोज छ। माथि राइटतिर क्लबहरू पबहरू होइन, लाइक त्यस्तैहरू छ क्या यतातिर। चाहिँ हेर्न सकिन्छ सबै क्लब रेस्टुरेन्टहरू अहिले चाहिँ क्लोज हुन्छ। अब नाइटतिर यसो चल्ने रहेछ क्या यहाँतिर खासै, मैले बुझेँ अनुसार। किनकि रातितिर अब सब आउँछ नि त, सब क्लोज छ। सबै अब गाडीहरू पनि बाक्नु हुन्छ होइन। राति पख चल्छ होला कि समुद्री टाइममा ढिकचिक 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 भनेर पुरा म्युजिक चलेर होइन, दामी। अब गर्लफ्रेन्ड सर्लफ्रेन्डहरू ल्याउने होइन, यहाँ बस्नेहरू। इभन कि त्यही हो, अब टुरिस्टहरू राति राति आउने त हेर्न सकिन्छ। यतातिर अब त्यही हो, सबै रेस्टुरेन्टहरू मात्रै हो क्या होइन। अहिले एकदम शान्त छ। साँझ पखको वातावरण चाहिँ फेरि भोपाल हुन्छ होला क्या। नाइटतिर चाहिँ एकदम बिजी हुन्छ क्या। अब हाम्रोतिर के हुन्छ भने डे टाइम बिजी हुन्छ, इभन 2-3 आवर चाहिँ एकदमै बिजी हुन्छ। त्यसपछि चाहिँ अनि रिल्याक्स हुन्छ भनौँ न। अब यो हो, अब यतातिर हेरिन्छ खैरे खैरेनीहरू अन्दैसको पिज्जा के त्यो क्याफेनेरहरू ल फाइनली मैले टेक अवे पनि लिइसकेँ। बिकज हाम्रै कम्पनीको यस्तो कम्पनीको लाइक क्याफेनेरो यता पनि रहेछ भन्न चाहिँ भन्थेँ, मैले सुनेको थिएँ। बिकज मलाई थाहा थिएन कि समुद्रमा, तर एउटा दाइ पनि हुनुहुन्थ्यो, खै मैले भेटिनँ बिकज सायद सिफ्टिङ फरक होला। सो मैले चाहिँ कफी लिएँ। अब हेर्न सकिन्छ यतातिर दामी सल्लको दामी छ। आज त पानी छिटो आएको रहेछ, पुरै यहाँसम्म आइदियो भने ओ भाइ के हो पानी यो हेर। अब यता ढ्याङ्गै काटो वापस हुन्छ होइन, हेर्न सकिन्छ दामी छ नि होइन। त्यही हो, आज धेरै पछि भिडियो बनाउँछु भन्दै बल्ल मेसो मिलेको। ओहो के साह्रो पानी बढेको त आज त, पुरै यहीँसम्म पानी सुकिरहेको छ। ओ माइ गड, वाट द, यहीँसम्म पानी आइरहेको रहेछ। यो अस्ति यति थिएन पानी त, धेरै टाढा थियो। बिकज अहिले पानी बढेको छ, लाइक अहिले पानी चाहिँ बढेको रहेछ यार। नत्र अस्ति पानी उता थियो क्या, मन लागेको भन्नाले अब त्यस्तो थिएन। अहिले चाहिँ पुरै पानीले त खतरा जम्पिङ हानिरहेको छ। यहाँ हेर्न सकिन्छ होइन, पुरै यस्तो जम्पिङ हानिरहेको। अस्ति म यहाँसम्म चाहिँ मैले यहाँ छेउमा नुहाएको थिएँ, किनकि बिकज मलाई पौडी खेल्न आउँदैन होइन। सोध्यो भनेको हेर्न सकिन्छ। Life, enjoy life, every moment and feeling better. दामी भन्दा पनि एकदमै मोबाइलो रमाइलो पल हो यो क्षण भनेको। मैले हरेक ठाउँमा हरेक मोमेन्टहरूलाई इन्जोय चाहिँ गर्छु, किनकि बिकज लाइफ भनेको एउटा हो, ओइ एकचोटिको लाइफ हो होइन। सो खुसी लाग्छ। यो पानी पर्ला जस्तो नि भएको छ आज, चिसो भयो त। अघि त केही भएको थिएन, अहिले समुद्रमा आउँदा चिसो फिल भइरहेको। ओइ के हो, खैरे त नुहाउनु थाल्यो क्या हो। हुनुको मजा पनि बिग्रिन्छ नि। My God, what the hell is this? Oh my. Wait, don't jump, don't jump. Oh my God, आज पानी तर वाइल्ड
समुद्रले छाला हान्दा चाहिँ भयङ्कर बिकज भयङ्करै भइरहेको क्या अब किनकि त्यतिसम्म पानी आउँथेन कि सायद पानीको चाप एकदमै बढेको छ त्यही भएर होला त्यही भएर यहाँ माथि माथिसम्म आएर हेर न कस्तो समुद्र बौलिरहेको लाइक अब त्यही हो समुद्र भन्छ नि त होइन सो त्यो भएर पनि होला आमामा नुहाउनेहरू त उपर नुहाइरहेको छ खतरा पारामा होइन केही छैन यस्तो चिसोमा फेरि म त नुहाउँदिनँ चिसो त छैन बट यहाँ समुद्रको छेउछाउले हावाहुरी होइन लाइक हुन्छ नि त त्यो कारणले चाहिँ भइरहेको हेर्न सकिन्छ आम्मामा कस्तो छालान्छ है हेर 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 है हेर्न सकिन्छ साथीहरू होइन साइप्रसको समुद्री साइड यहाँतिर भनेको अलि राम्रो राम्रो रेस्टुरेन्टहरू मात्रै हुन्छ होइन प्रायः जसो म्याक्सिमम होइन सो दामी पारामा यतातिर हेर्नुहुन्छ समुद्रीको छेउ दामी म चाहिँ यहाँबाट अब यताउता अलिकति रमाइलो पलहरू लगाइरहेको छु घरमा लाइक राम्रै भयो हुन्छ भिडियो बनाएको थिएँ सो त्यही कारणले टी सर्ट पनि निकालिदिएको यहाँ हातमा छ अब म चाहिँ यस्तो जान्छु होइन पर बिरालोहरू कस्तो दामी तरामा बसेको छ होइन बिरालोसँग खेल्नुपर्छ सो त्यही अरू के भन्नु सिङ्गल भिडियो बनाउनु त हुन्थ्यो भिडियो बनाउने मान्छे पनि छैन लाइक त्यही हो जिंदगी दो पल की एक बार है खाना खायो तिमीले नखाएको आइज 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 मलाई चाहिँ होइन जनावर एकदमै मनपर्छ होइन बिकज होइन यिनीहरूको भावना भने कसैले बुझ्नु सक्दैन सो के गर्ने यार के बिस्कुट पाए हुन्छ किन दिन हुन्छ होइन होइन के खायो कति माया गरेको चाहिँ समुद्रतिर पनि घुम्यो होइन अब चाहिँ म ब्याक हुनुपर्ने हुन्छ यता तर वासरुम खोजेको खोइ मैले वासरुम नै भेटेको छैन आई थिङ्क यतातिर अलिकति यस्तो जाम नभने खै के हो त्यो वासरुम नै नभेट्दिएर अब एउटा वासरुम चाहिँ खै त्यो पनि के बन्द गरेछ गाह्रो छ यहाँतिर भन्नाले अब अलिक त्यही हो 5 स्टार रेस्टुरेन्टहरू होइन यताउता पाउँछ केटाहरू त्यही हो अब के भन्ने त जान्छु बोटिङ एरियामा तपाईँहरूलाई भ्यू देखाउँछु त्यहाँतिर कस्तो छ के छ भनेर होइन सो त्यहाँबाट मल जान्छु मलमा एकछिन जम्बोमा मेरो त्यो नेपालबाट ल्याएको न्यू सुट चाहिँ यार कस्तो त्यो निस्किएको त्यसको लागि नि यसो सामानहरू हेर्छु भनेको खै हेरौँ अब त्यहाँ गएर भेट्छ कि भेट्दैन भेट्यो भने ठिकै छ नभेट्यो भने इट्स ओके नो प्रब्लम त्यति साह्रो कहीँ जानु नि हुँदैन
छँदैछ सुट। यहाँ समुद्रको बिचमा चाहिँ जानु मिल्छ बिकज यहाँनिर अलिकति ढुङ्गाको हुन्छ नि त, त्यो पानीले चाहिँ नभिजाओस् गाइस। ओ माई गॉड व्हाट द हेल। हेर्न सकिन्छ होइन, दामी पारामा यहाँतिर यस्तै हो। ओइ मा पानीले छाल हान्यो भने चाहिँ फेरि भिजाउँछ मलाई। सो तपाईँहरूको मायाको लागि पनि भिडियो बनाउनको लागि पनि होइन, अलिकति छेउछाउतिर भइदिएको, यहाँनिर पानी त्यस्तो बहाव छैन, नो रिस्क लाइफ हो होइन। सो अलिकति चाहिँ भिडियो बनाऊँ न भनेर चाहिँ हो। अब एक दुईवटा पिक्चर हान्नुपर्छ दामी होइन। सो बेलुका अपलोड हान्नु परेन, अपलोड हान्नु परेन भने होइन निरजको खुसी देख्न नसक्नेलाई पनि देखाउनु पऱ्यो नि त। जल्ने मान्छेहरू चलिरहेको मुलाहरू, मैले युरो छापेको छु, कमाएको छु, लाइफ इन्जोय गरेको छु होइन। त्यो नै मेरो लागि बेटर छ क्या। मेरो दुश्मनहरू हेरिराखोस् म्या सालेहरू, तिमीहरू जस्ता तोरीले मलाई केही फरक पर्दैन, यु नो, बिकज आई एम द बेस्ट, बेस्ट इज द बेस्ट। सो अरू कुरा यस्तै हो, रमाइलोको लागि हो हरेक कुराहरू होइन। सबै जल्नेहरू जल्छ, फरक पर्दैन मलाई, किनकि बिकज धेरैजनालाई मैले चिनी पनि सकेँ, राम्रोसँग चिनेँ होइन। को कस्ता छन् के छन् भन्ने कुरा आइनो, म जति बेटर कोही जान्दैन। सो थाहा छ, लाइफ हो, भोगाइ हो, गर्नेहरू गर्छ, फरक पर्दैन। सो अब म चाहिँ अलिकति दुई चारवटा सेल्फी हान्छु, त्यसपछि अनि उतातिर लाग्छु बोटिङ एरियामा। बोटिङहरू देखाउँछु तपाईँहरूलाई, कस्तो कस्तो बोटहरू पाउँदो रहेछ। सो अहिलेलाई चाहिँ चिल। मैले चाहिँ अलिकति फोटोसोटो सुट गरेँ आफैले। अब सेल्फ फोटो भनेको त्यही हो, सेल्फी नै हुने हो होइन। अब अरू कुरा यस्तै हो। अब म चाहिँ एकछिन उतापट्टि लाग्छु। सो अब त्यही नै वासरुम गऱ्यो, अनि त्यसपछि अलिकति उतातिर घुमेर फेरि ब्याक होम जानुपर्छ, रुममा। सो त्यही छ, अरू कुरा भन्ने कुरा यस्तै हो। इन्जोय भइरहेछ, एक्लै भए पनि केटाहरूलाई जाम भनेको। अब त्यही हो, केटाहरूको पनि मुड हुँदैन होइन भनेपछि अब सबैको मुड एउटै नै हुँदैन, एकनाथ जस्तो नि हुँदैन। सो बी ह्याप्पी। म एभ्री पर्सनलाई कसैलाई जज गर्दिनँ, आफ्नो लाइफ हो। सो मलाई रमाउनु मन लाग्छ, कहिले काहीँ जान मन लाग्छ, म एक्लै भए नि गइदिन्छु, त्यही नै बेटर। सो अरू कुरा छँदैछ चाहिँ चिल मार्केटहरू यतापट्टि छ होइन, यतापट्टि रेस्टुरेन्टहरू। अब म चाहिँ यसो मार्केट एरियामा लाग्छु। अब यतातिर हुन्छ दामी होइन, त्यही हो, के लाग्छ, राम्रै छ। त्यो बनाउँछु भन्दा फाइनली आज चाहिँ आफ्टर 6 month क्रस इन साइप्रस होइन, त्यसपछि चाहिँ आज बल्ल भिडियो बनाएको। ठिक छ, नट ब्याड एक्सपिरियन्स हो होइन। मैले एउटा आफ्नो बेस बनाएँ, अब जता जे गरेँ नि चिल हुन्छ क्या लाइफ होइन, दामी। अब चाहिँ अलिअलि घुम्न फिर्न, भिडियो बनाउन, एटलिस्ट जे गरे नि भयो। चस्मा भएन क्या भन्नु पर्ने। अब भिडियो बनाउने कसरी बनाउने त यार, सकिन्छ। काटो पापसतिरको सिन होइन, दामी भ्यू, ठ्याक्कै समुद्रको छेउमा होइन, दामी हेर्न सकिन्छ नि, सी साइड सनलाइट। ओ ल अब चाहिँ यता म बोटिङ एरियातिर जान्छु होइन, बिकज तपाईँहरूलाई बोटिङहरू पनि देखाउँछु, अलिकति सिनहरू होइन। साइप्रसतिरको वाइफ यतातिर सपिङ गर्ने भयो भने हरेक सामान पाउँछ, तर टु मच एक्सपेन्सिभ होइन, लाइफ यति महँगो छ कि होइन। अब नर्मली त्यही हो, हामी कम्पेरिजन गर्छ अब नेपालको करेन्सीसँग होइन। अभियसली नेपालको पैसासँग कम्पेरिजन गऱ्यो भने चाहिँ लाइक महँगो नै हुन्छ क्या। लाइक एउटा अब भनौँ न सबै कुरा हुन्छ क्या, महँगो त महँगो नै छ। सो लाइक अब एउटा नर्मली कुरा किनौँ भने पनि सो टु मच एक्सपेन्सिभ। र अब रेस्टुरेन्टहरू त बवालै हुनैपर्छ, रेस्टुरेन्टहरू, कफी, कपडाहरू, टुरिज्मको लागि होइन, लाइक हुन्छ नि त, विकसित देशहरूमा त्यही हो क्या। अब
विकसित ठाउँ। ल अब चाहिँ म फाइनली यता बोटिङ एरियातिर पुग्न थालिसकेँ। ठिक छ। यसो कफी त खाइयो, यसो केही अब हट कफी खानलाई त मलमै जानुपर्छ, वहीँ जानु पर्ला। अलिकति नानी भाइब्स आउँछ। पुच्चेपाच्चेहरूको लागि किनिदिनु भने राम्रै रहेछ होइन। त्यही हो, अब म चाहिँ बोटिङ एरिया नजिकै पुगिसकेँ। देखाउँछु ठुल्ठुलो ओसियन हो, भिजन खतरा खतरा छ त हेर्न सकिन्छ। अझ यहाँभन्दा उतापट्टि छ खतरा खतरा। अब देखाउँछु म तपाईँहरूलाई, अलिकति उतापट्टि जान्छु। तर यो ठाउँमा चाहिँ रेस्टुरेन्ट थियो, अहिले चाहिँ बन्द गरेर रहेछ यार। अस्ति नै रेस्टुरेन्ट थियो, अस्तिको पटक आउँदा। त्यस्तै हो, चेन्ज भइरहेको छ यहाँ। किनकि अब सिजन अफ सिजन हुन्छ यहाँ होइन। अब समरमा ओपन हुन्छ होला कि किनकि समर सिजनमा बिचमा मान्छेहरू धेरै आउँछ नि त होइन। ठिक छ, बेटर। यहाँतिर चाहिँ पुरा कस्टमर बोलाउन आउँछ नि यहाँ देउस मान्छेहरू होइन। होइन अस्ति चाहिँ म उतापट्टि गएको थिएँ होइन, आज यतापट्टि पनि राम्रो रहेछ नि त। कस्तो दामी ठाउँ रहेछ। म त देखेकै थिएन क्या अस्ति होइन। अस्ति लाइक हामी यतापट्टि चाहिँ गएको थियो के अरे म अनि एउटा त्यो इन्डियन साथी आएको थियो क्या, जस लाइक उतापट्टि नि गएको दामी थियो। यता नि खतरा रहेछ त, दामी रहेछ नि त यता पनि। पुरै यता चाहिँ एग्रिकल्चर टाइपको होइन, यो यस्तै प्लेस हो हुन चाहिँ। तर के रहेछ थाहा भएन। जस यता पनि दामी रहेछ उतापट्टि पुरै भिडियो बनाइरहेको छु। What the talking about this here? Oh my god. सायद मेरो फेस राम्रो देखिरहेको छैन होला, बिकज लाइटको प्रब्लम, त्यहाँबाट सनलाइट इफेक्ट परिरहेको छ, त्यही भएर होला। म चाहिँ अहिले यतापट्टि जान्छु। चाहिँ अब ढुङ्गाको बगरहरू आयो होइन। अनि यहाँबाट चाहिँ अलि यसो उतापट्टि जानुपर्छ। अर्को पनि गएको थियो तर यो साइडमा चाहिँ आएको थिएन म होइन। बिकज त्यही हो, अब अरूसँग आयो भने यहाँ जाम त्यहाँ जाम भन्ने हुन्छ कि। आफू भयो भने जता मन लाग्यो जसरी भयो भने जान मिल्छ नि त लाइक होइन। एउटा बेटर हुन्छ क्या यहाँ लाइक। अब अरूसँग आयो उनीहरूको चोइसमा नि हिँड्नुपर्ने हुन्छ। सो त्यही हो, त्योभन्दा बेटर एक्लै नै आनन्द हुन्छ। जता जान मन लाग्यो नि नभए नि होइन लाइक अब एकदम हुन्छ नि त लाइक। अब हेर्न सकिन्छ होइन। अब यो एरिया पनि बवाल छ नि त। यहाँ अलि डिएसएलआर क्यामेरा हुनुपर्छ यहाँ फोटो खिच्न पऱ्यो भने आम्म क्या दामी भाइब्स आउँथ्यो क्या होइन। के गर्नु, तर यहाँसम्म पानी आइदिरहेको रहेछ र अहिले पानीको बहाव भयङ्कर बढ्या रहेछ। त्यही हो, तर ठिकै छ, केही छैन, नट ब्याड, इज लाइक गुड। छिटो 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 पक्का नो, दिस इज नट टु मच। यो हेर न त, समुद्री भनेको त समुद्री हो नि यार। यो हो नि त खतरा पाराको पानी होइन। पुरै नुनिलो नुनिलो। पप्पु खुस हो क्या रे बाबा। ल यस्तै हो होइन, चिल पारामा चिल 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 चिल। यो साइप्रस यो ल यस्तै हो होइन। साइप्रस भन्ने कुरा आउने हो, रमाइलो गर्ने हो, नयाँ नयाँ ठाउँमा जाने हो।
होइन धेरै देश घुम्नुपर्छ, विदेश घुम्नुपर्छ, लाइफ हुन्जेल होइन। लाइफ एउटै ठाउँमा अड्किएर बस्नुहुन्न, ठाउँ ठाउँको एक्सपिरियन्स लिने हो, उमेर हुन्जेल लाइफ इन्जोय गर्ने हो होइन। त्यही नै हो लाइफ भनेको, पार्ट अफ द लाइफ। लाइफ एउटा भोगाइ हो, एउटा एक्सपिरियन्स हो। धेरै ठाउँमा जानुपर्छ, घुम्नुपर्छ, बुझ्नुपर्छ होइन। बाँकी कुरा छँदैछ नि। यस्तो अझ दामी कोही बवाल भिडियो बनाउने मान्छे भयो भन्दा होइन, ओ माई गड खत्रै भइहाल्थ्यो नि। के गर्नु त, सबै एउटै हुँदैन, एउटै सब हुँदैन। एक्लैले भए पनि मैले बबाल इन्जोय हान्थेँ होइन। फेरि निरजको जाँगर भने त अब त्यही हो, मजाक मजाकमा म कहाँ पुग्थेँ फेरि होइन। पैसा हाल्नु थियो घरमा, अनि त्यो भएर पनि निस्केको हो खासमा। अनि त्यही माथि अब यसो गइदिउँ न त होइन। यत्रो महिना भइसक्यो यार, मान्छे निरज हरायो कि भनेर मान्छेले कमेन्ट गर्दा त यार अलि मलाई पनि माया त लाग्छ नि यार होइन। लाइक यत्रो स्टाफ, के अरे सरी, यो होटलमा काम गरेको भएर स्टाफै आउँछ क्या। लाइक मेरो युट्युब फ्यामिलीमा मेबी 3000 अराउन्ड सब्सक्राइब छ होइन। उनीहरूको लागि भए पनि सबैले त हेर्दैन। अब त्यो आफ्नो ठाउँमा छ, तर पनि केही साथीहरू त माया गर्ने, मन मिल्ने, जस मेरो घरकै मान्छेहरू पनि हेर्छ नि त, मेरो छोरा यस्तो ठाउँमा छ, ल कहिलेकाहीँ केही अपडेट हुन्छ, खुसी लाग्छ नि यार। सो त्यो कारणले पनि म आज भिडियो बनाइदिउँ न त भनेर आएको होइन। जस खुसी लाग्यो। म चाहिँ पनि जानुपर्छ रमाइलो पारामा। अब अहिले चाहिँ अब म यहाँबाट अब निस्किन्छु एकछिनमा, बिकज धेरै घुमिसक्यो। अब एकछिन अलिकति यहाँनिर फोटोसुट हान्छु। फोटो पनि बब्बालै कति हाने एक्लै भयो नि होइन। क्यामेराको एङ्गल मिलाउन 2-4वटा पोज झ्यापझुप हानिदिइहाल्ने हो नि। सो त्यही चाहिँ फोटोसोटो पनि खिच्यो, कतिपय राम्रो पनि आयो, नराम्रो पनि आयो। अब चाहिँ म जानुपर्ने हुन्छ होइन। बोटिङ सुटिङ यहाँ होइन टक्क हेर्न सकिन्छ, बोटिङहरू पार्किङमा छ होइन। सो अब चाहिँ म चाहिँ जान्छु, बिकज अब टाइम पनि ओभर भइसक्यो। टाइममा घर पुग्नुपर्छ। आज फेरि खाना पकाउनुपर्छ। भोलिबाट 12 घन्टा ड्युटी छ। सो बिकज इभिनिङमा क्लोजिङ गरेर आउनुपर्छ। बिहान मर्निङ 10 to 10 भनेपछि 12 घन्टा ड्युटी गर्नुपर्छ। खानासाना पकाएर नि राख्नुपर्छ। सो यहाँदेखि जान मिनिमम पनि 1 घन्टा लाग्छ। अब सो रुम जान्छु, रुम गएर अलिकति ड्रेस चेन्ज गरेर अलिकति फ्रेस हुने, अनि त्यसपछि चाहिँ टक्क खानासाना पकाएर मजाले चिल पारामा बस्ने, अनि भिडियो सिडियो एडिट गर्छु। अब मेबी आजै भिडियो एडिट गरेर सक्छु सक्दैन आई डोन्ट नो, बट केही दिनमा भए पनि आउँछ। सो यो दिन चाहिँ म एकदमै रिमेम्बर गर्छु। सो त्यही हो होइन। यहाँ त फेरि म्यारिन पुलिस छ, यहाँ त विकसित देशहरूमा हेरौँ होइन, पुलिसको जहाजहरू सब छ, फेसिलिटी छ होइन। जे कुरा पनि अन द स्पोट जे पनि एभाइलेबल छ क्या होइन। विकसित कन्ट्री भयो, के गर्ने होइन। हाम्रो देशमा त अब त्यही हो, थाहा त छ नि, कतिपय कुराहरू हुन नसकेको पनि, हुन पनि दिँदैन, के हो। त्यही भएर त यस्तो दुःख गर्नु परिरहेछ अर्काको देशमा आएर होइन। त्यही हो, लाइफ हो, गर्नुपर्छ कि। म आएँ एउटा त्यो बिचहरूतिर आएँ अलिकति होइन, त्यो पनि देखाएँ। अब काटो पापोस भन्छ यसलाई। यहाँतिर चाहिँ जे होस् अब यही हो, अलिकति बोटिङ एरिया छ। यहाँबाट अब कतै घुम्न जानु पऱ्यो भने पनि यहाँबाट बोट पाउँछ। त्यो पनि एक दिन अवश्य गर्छु, बिकज अहिले अलिकति आफ्नो के कुराहरू कामहरू सकेको छैन। बिस्तारै हुन्छ, एक दिन बोटमा पनि बिच समुद्रतिर अलिकति बोटिङ गर्न मन छ। सो त्यो गर्छु अवश्यली नै, किनकि म कुनै कुराहरू, कुनै मोमेन्टहरूलाई चाहिँ वेस्ट गर्न चाहन्न। सो त्यो भएर पनि गर्छु। अहिलेलाई चाहिँ अब लाग्छु, किनकि मौसम पनि हेर्न सकिन्छ, पुरै बादल कालो कालो भइसकेको छ, पानी पर्न सक्छ। फेरि पानी पऱ्यो भने मैले छाता नि बोकेको छैन। सो अब चाहिँ जान्छु यहाँबाट ट्याक्कै होइन। ओ सिट, आज पोर्क निकालेर राखेर आउँछु भनेको बिर्सेछु। केही छैन, एकछिन तातो पानीमा हाल्यो भने आई थिङ्क भइहाल्छ। पोर्क बनाउँछु, दाल साल भिजाएकै छ, झ्याप्पै खानासाना बनाएर खाएर सुत्दिनुपर्छ। भोलि त ड्युटी छ नि, फेरि केटाको लाउरे हो नि, लाउरेले ड्युटी गर्नु पऱ्यो होइन। क्लाइमेट फेरि अलि अल्टर घाम भयो भने पनि मजा आउँदैन कि फेरि होइन। फोहोर पनि कति साह्रो ल्याएको छ साइड कहाँको। ल अब चाहिँ ट्याक्कै अब घर जाने बाटोमै पुगिसकेँ म। पापोस
जानु पऱ्यो यस्तै हो होइन सो यहाँबाट चाहिँ क्रसिङमा जाने हेरौँ यहाँबाट मल जाम भनेको यति हुन्छ एकछिन गएर आउँदा पनि हुने हो अब यहाँ साँझ भर्खर रेस्टुरेन्टहरू ओपन हुन थाल्यो त्यस्तै हो अब यसो कहिलेकाहीँ घुम्नुपर्छ रमाइलो गर्नुपर्छ होइन समटाइम्स केही फरक पर्दैन मेन भनेको आफूले बुझ्ने हो के को लागि अब के गर्ने हो त्यो चाहिँ जानुपर्छ बाँकी कुरा भनेको यस्तै हो नि ठाउँ चाहिँ चिल छ क्या होइन आनन्द इन्भाइरोमेन्ट नै अलग्गै हुन्छ नि त यस्तो ठाउँमा चाहिँ मजा आउँछ क्या फेरि घुम्न बस्न होइन लाइक होइन एउटा अलग्गै मोमेन्ट छ नि त फेरि यसरी चाहिँ जो टाढा टाढाबाट ट्राभल गर्ने हुन्छ नि त उनीहरूको लागि चाहिँ बेस्ट छ क्या जस फ्यामिली लाइक होइन रेस्टुरेन्ट होटेल लाउजहरू अनि खानपिनदेखि लिएर सब एकदम पर्फेक्ट प्लेस क्या तपाईँहरू नि आउँदा हुन्छ ल अनि यहाँनिर एउटा भाइरल पुल थियो क्या आपापसको त्यो भएर जाम भनेको त्यहाँबाट मल छिरेर एकछिन जाम भनेको हेरौँ न के कस्तो हुन्छ अब पानी पो पर्न थालेछ ला तनाव हुन्छ नि ए पापोस एयरपोर्ट पनि यहाँबाट नजिकै रहेछ नि त अब हेरौँ यो पानी परेन भने चाहिँ म चाँडो निस्किहाल्छु पानी परेन भने चाहिँ त्यहाँनिर एकछिन जान्छु पानी पऱ्यो भने चाहिँ त्यहाँनिर लाइक रुक्नुपर्छ लुगा भिज्छ फेरि क्लाइमेट चेन्ज हुने बित्तिकै अलिकति उ भयो भने फेरि बिरामी भइहाल्छ बिरामी भयो भने गाह्रो हुन्छ काममा कसरी जाने मान्छे पनि छैन होइन अब चाहिँ यताबाट यो टक्कै राइट टर्न लेफ्ट टर्न हुँदाखेरि चाहिँ यिनीहरूको भाइरल पुल आउँछ होइन सो त्यहाँबाट भएर त्यहाँ नजिक मल पनि छिर्न मिल्छ क्या सो त्यहाँबाट जाम भनेको हेरौँ के कस्तो हुन्छ अलिअलि पानीको छिटा नि परिरहेको छ पानी पऱ्यो भने फेरि मलाई झ्याउ लाग्छ क्या लाइक उसरी हुँदा त ठिकै लाग्छ होइन अब पानी पऱ्यो यस्तो घुम्न आएको बेलामा चाहिँ फेरि वाइल्ड बेकार लाग्छ होइन नत्र अरू बेला त्यस्तै भयो भने चाहिँ भिजेर जान पनि रमाइलो लाग्छ लाइक फेरि अनि त्यही हो गाह्रो छ नि कहिलेकाहीँ त यस्तो आनन्द लाग्छ नि होइन एक्लै घुम्दा पनि होइन लाइक अलग्गै माइन्ड भइन्छ क्या हुन अब हिजो पनि छुट्टी थियो आज पनि छुट्टी थियो हिजो केही गरेन दिनभरि सुत्यो बिहान सुत्यो 12 बजी उठ्यो फेरि खाएर बनाएँ कि खाएँ फेरि सुतेर एकैचोटि 7 बजी उठेको 7 बजी उठेर फेरि खाएर बनाएर फेरि सुतिएको आम्मामा फेरि बिहान एकैचोटि आउँछ 12 बजे त्यही भएर अल्छी हुनुभन्दा त बरु अलिकति बाहिर जानुपर्छ भन्ने मेन्टालिटी बनाएर चाहिँ जोस् म निस्केको जोस् राम्रै लाग्यो त्यहाँ जाने कसरी भन्ने मलाई थाहा छैन है टिकट काट्नुपर्छ के हो कि खै यहाँ जाने बाटो त देखिनँ खै अब यसो बाटो हेर्दै जाउँ जान मिल्ने रहेछ के रहेछ भनेर होइन त्यो पछि यतापट्टि चाहिँ म जब गर्ने महल यो महल हो होइन त्यहाँभित्र हो त्यहाँ छिरेर यसो कफी हानेर जाने सिधै सकेँ त्यही हो अरू कुरा के भन्ने र होइन र सो ओके लाइट्स हेरौँ यो पुलमा जाने बाटो छ कि छैन बाटो होला यार टिकट त नहुनु पर्ने यस्तोमा खै आई थिङ्क के हो थाहा भएन यतैबाट गइदिउँ न त यस्तो डाँडा काँडा नै रहेछ सायद जान मिल्छ होला यहीँबाट आई थिङ्क मान्छे होइन हाम्रो त्यस्तो देशमा हरेक कुरा भएर नि मतलब छैन यहाँ चाहिँ अलिकति हुँदा पनि कस्तो छ त खै कता हो यो टिकट त होइन नि के माटोमा फेरि अलिक कराउला नि थाहा छैन त्यत्तिकै हिँडिरहेको छु ल फाइनली मैले चाहिँ डेस्टिनेसन फेरि त्यही जोस यताबाट जानु मिल्ने रहेछ आई थिङ्क त्यस्तो टिकट केही होइन रहेछ जोस जानु मिल्ने रहेछ मैले त फेरि अब नजानु मिल्यो भने त गाह्रो हुन्छ नि त होइन झ्याउ हुन्छ फेरि रुल्स रेगुलेसन थाहा हुनु पऱ्यो फेरि कि त सो त्यो कारण चाहिँ अलिकति कन्फ्युज भएको थिएँ सो अब चाहिँ मिल्ने रहेछ अब चाहिँ नजिकै छु अलिकति जानु पऱ्यो भने होइन त्यो खै के रहेछ फेरि नै होला दामी रहेछ अझै त्यो बनाउँदैछन् जस्तो लाग्यो
दामी रहेछ यो चाहिँ अब भाइरल फुल रहेछ ठिकै रहेछ यहाँ धेरै जसो अब त्यही हो हाम्रो नेपालतिरको मान्छेहरूले धेरै भिडियो बनाइरहेको थियो नि त सो म पनि आएर बनाइदिएको सो ठिक छ राम्रो रहेछ यो भाइरल फुल छ नि त यहाँको साइप्रस पापसको यही हो भाइरल फुल अरे भाइरल यतापट्टितिर हेर्नु चाहिँ मार्केट होइन ठिक रहेछ किङ्स मल होइन ट्याक्क म ड्युटी गर्ने ठाउँ चाहिँ अब चाहिँ म मल जान्छु मलबाट चाहिँ घर लाग्छु भयो अति घुमिसक्यो धेरै थैट फेरि घुम्न भने पनि यसरी डुल्यो भने त फेरि उँभो लागिँदैन भनेर भन्न आउने तर होइन ल अब चाहिँ म सिधै लाग्छु मलमा एकछिन छिरेर टक्क बाटोमा त्यहाँबाट चाहिँ हिन्दी हाल्ने हो कि हिन्दी हाल्ने नबस्ने नै लगाए जस्तै हो भिडियोमा साथ सपोर्ट दिनु होला माया गरिदिनु होला हेर्नु होला मेरो साथीहरू सबैजना होइन बाँकी चाहिँ अब म कन्टिन्यू फास्ट लाग्छु होइन अलिकति इन्डिङ टाइममा अलिकति गर्छु नत्र फै हेरौँ के हुन्छ यो हो हामी काम गर्ने ठाउँ मल माथि जान्छु कफी लिएर जानुपर्छ है कि जम्बोमा मेरो सामान किन्न आएको त भेट्दैन र हो के भयो यस्तो म चाहिँ सबै पाउँछ भन्थ्यो होइन मेरो सामान चाहिँ पाएन आई थिङ्क अब यतापट्टि पाउँछ कि माथि फर्स्ट फ्लोरमा भनेको चाहिँ होइन यहाँ फेरि सस्तो सामानहरू धेरै पाउँछ कि होइन लाइक सबै कुरा खै मेरो सामान चाहिँ पाइएको छैन जुत्ताको लागि सुपर ग्लु हेरौँ भनेको खै हेरौँ भेटिन्छ भेटिन्न लेट्स हेरौँ के हुन्छ होइन सो माथि फर्स्ट फ्लोरमा जानुपर्छ अरे कोही माथि कहाँ गएको म एरियामा गाह्रो छ अब म चाहिँ घर लाग्छु बरु अब त्यही हो घर जानु पऱ्यो होइन बाहिर त चिसो रहेछ भेटेको जुत्ताको लागि सुपर ग्लु सो म त्यहाँदेखि हिँडिहालेँ अब चाहिँ रुम जानुपर्छ खाना बनाउनु पर्छ भोलि फेरि काम छ अब नयाँ मान्छे छ नयाँ मान्छेलाई ट्रेनिङ गराउनु छ अरे अघि म्यानेजर भन्दै थियो ठिकै छ केही छैन भोलिबाट अलिकति रनिङ नाइट मोमेन्ट पनि यस्तै हो भोक पनि लागिसक्यो किनकि आज भात खाएन बिकज त्यो पास्ता बनाएर खाएको थिएँ सो पास्ताले केही नै हुँदैन क्या ब्ल्याक कफी खाएको थिएँ लाइक त्यसले अलि एनर्जी दिइरहेको थियो अब त के खानुपर्छ गएर पुग्यो यार तेरिका थाक्यो ल फाइनली पुग्यो होइन अब चाहिँ म भिडियो एन्ड गर्न लागेको सो लास्टै थाक्यो सो भिडियोहरू हेर्नु होला साथ सपोर्ट दिनु होला यति भन्दा आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु बाई बाई गाइज टेक केयर।